यहाँबाट हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ मैले ड्युटी गर्ने ठाउँ होइन। टक्क यो छ होइन, बाहिर बिल्डिङहरू छन्, टक्क यहीँ हो, सामानभित्र टन्न प्याकिङ छ होइन, त्यहीँ बस्नुपर्ने हो। टक्क पारेर यहाँ छ होइन, यो हाम्रो ग्राउन्ड फ्लोर हो होइन। वासरुम पनि यही चाहिँ हाम्रो साइडमै हुन्छ। टक्क यहाँ हेर, यहाँ चाहिँ गेस्टहरू आयो भने चाहिँ गेस्टहरू, बाहिरको मान्छे आयो भने यसो रुमसुम खोज्ने मान्छे आयो भने टक्क यहाँ बसाल्ने हो। यहाँ चाहिँ हाम्रो वासरुमको सामान छ, यहाँ चाहिँ यसो धुप पूजा गर्ने छ। यो चाहिँ लाइट छ, अब अफ गरिदिउँ होइन। यति धेरै पार्सलहरू प्याक गरेर राख्नु भएको छ, हाम्रै पिजीको सामान हो, हाम्रै बिल्डिङको सामान हो। ऊ त्यहाँबाट मान्छे आउने जाने गर्छ, म यहीँ बसिराख्नु पर्ने हुन्छ। जस्तै बाहिरको मान्छे आयो भने चाहिँ बिल्डिङमा अपरिचित मान्छे आयो भने चाहिँ, जस्तै डेलिभरी मान्छेहरू आयो, जोमेटो स्विगीवालाहरू आयो भने चाहिँ उनीहरूलाई चाहिँ रोक्नु पर्ने हुन्छ र सोध्नु पर्ने हुन्छ पार्सल कहाँको हो, को हो तपाईँ भनेर। उसको रेजिस्ट्रेसन, आधार कार्ड रोकेर चाहिँ माथि जानु दिनुपर्छ, न अलाउ हुँदैन बाहिरको मान्छेलाई, बस रोकिराख्ने काम हो। कुराकानी गरौँ कि मेरो काम के हुन्छ। मेरो चाहिँ दुईवटा बिल्डिङ हेर्नुपर्ने हुन्छ र एउटा बिल्डिङमा चाहिँ 7वटा फ्लोर हुन्छ क्या। 7वटा फ्लोरमा चाहिँ 3वटा पानीको क्यान राखिदिनु पर्ने हुन्छ। डेली सकिन्छ, त्यो बिहान होस् या राति होस्, मैले राति भरेर राखिदिने गर्छु। एक क्यान चाहिँ हाम्रो फर्स्ट फ्लोरमा हुन्छ र सेकेन्ड क्यान चाहिँ थर्ड फ्लोरमा र थर्ड क्यान चाहिँ हाम्रो 6 फ्लोरमा हुन्छ होइन। यसै गरी दुईटै बिल्डिङमा क्यान राख्नुपर्ने हुन्छ। जस्तै खाली डेली खाली हुन्छ, त्यसलाई चाहिँ क्यान लिएर बेसमेन्टमा जाने, एकचोटि बेसमेन्टमा एउटा धारा हुन्छ, त्यहाँबाट पानी भरेर चाहिँ लिफ्टमा चढेर चाहिँ लिफ्टको सहाराले चाहिँ टक्क त्यही फ्लोरमा पानी भरेर राखिदिनु पर्ने हुन्छ टक्क। अनि त्यसपछि चाहिँ पानी चलाइदिनु पर्ने हुन्छ। जस्तै बिल्डिङको माथि एउटा छत हुन्छ नि, छतमा पानीको ट्याङ्की हुन्छ, त्यहाँ त्यो ट्याङ्कीको पानी चलाइदिनु हुनुपर्छ। र बोरिङ हुन्छ नि, तल जमिनमा एउटा ट्याङ्की हुन्छ, त्यो पानीलाई फुल गरिदिनु पर्ने हुन्छ, हेरेर चेक गरेर होइन। त्यसपछि खानाको लागि पनि खाना त्यही बेसमेन्टमा आउने गर्छ होइन। किचनबाट खाना टक्क त्यही रेडी भएको खाना हुन्छ, त्यही रेडी भएको खाना खानुपर्ने हुन्छ। अर्को मेरो मेन काम भनेको मान्छेहरूलाई कोठा देखाउने काम हुन्छ। जस्तै म बेलुकीको 8 बजीदेखि लिएर बिहानको 8 बजीसम्म नाइट सिफ्टमा राति काम गर्छु भनेपछि यो 8 बजीदेखि लिएर बिहानको 8 बजीको बिचमा जति मान्छेहरू पनि यो बिल्डिङमा रुम हेर्ने मान्छे आयो, रुम भाडामा बस्ने मान्छेहरू आयो भने चाहिँ रुम देखाउने, रुम भाडा कति छ, डिपोजिट कति छ, र रुममा बस्नको लागि के डकुमेन्ट हुनुपर्छ भनेर जानकारी दिनुपर्छ। जस्तै हाम्रो बिल्डिङमा चाहिँ रुम भाडा हेर्ने भने चाहिँ अहिले एउटा रुममा चाहिँ डबल बेड हुन्छ हाम्रो होइन। यदि त्यो मान्छेले एउटा बेड मात्रै चाहिएको छ भने उसले 12,000 देखि लिएर 13,000सम्म हुन्छ। र यदि त्यो मान्छेले दुईटै बेड चाहिन्छ, यानि कि एउटा प्राइभेट रुम पुरै चाहिन्छ भने चाहिँ 25,000सम्म चाहिँ लाग्छ उसको भाडा होइन। तर हाम्रो अलि रुम भाडा महँगो छ हाम्रो बिल्डिङमा, किनभने हाम्रो बिल्डिङले फेसिलिटी पनि दिएको छ। हप्तामा पुरा खानापिना राम्रो छ होइन, खानाको लागि एकदम बेस्ट छ, किनभने भेजदेखि लिएर भेजहरू मिल्छ। अनि हप्तामा चाहिँ 2 दिन चाहिँ हाम्रो 3 टाइम मिल्छ र बाँकी दिन चाहिँ बिहान र बेलुका 2 टाइम मात्रै मिल्छ होइन। हाम्रो ब्रेकफास्ट र डिनर मात्रै हुन्छ। अनि त्यस्तै जानकारीहरू दिने, यदि उनीहरूलाई मनपर्छ, कस्टमरहरूलाई मन पर्यो भनेपछि उनीहरूलाई बसाल्ने, उनीहरूको डकुमेन्ट चेक गर्ने र उनीहरूसँग चाहिँ डिपोजिट माग्ने काम हुन्छ। त्यही हो। अनि त्यही हो, बसिराख्ने बाहिरको बिल्डिङमा एउटा जिम्मेवारी जस्तो काम भनौँ न। एउटा विश्वासले दिएको छ भने, एउटा बिल्डिङ हामीलाई दिएको छ भने उसको हेरचाह गरिदिने होइन, चोरी डकैती हुन नदिने, राम्रो उसको केयर गर्ने होइन, मान्छेहरूलाई राख्ने, राति झगडा हुन नदिने। जस्तै राति यसो ड्रिङ्क गर्ने मान्छेहरू हुन्छ, रक्सी पिएर हल्ला गर्ने मान्छे, अब खाए पनि पिए पनि आफ्नो प्राइभेट रुममा खाने, टक्क बस्ने, अर्को मान्छेलाई चाहिँ डिस्टर्ब हुन नदिने। जस्तै एउटा आम्ने सामने 2टा कोठा छ भने अर्को कोठाको कस्टमरहरूले चाहिँ खाएर पिएर होइन अलि हल्ला गर्छ भने चाहिँ कम्प्लेन दिन्छ। हाम्रो अफिसमा कम्प्लेन दिइसकेपछि हामीले चाहिँ उहाँहरूलाई गएर भने यस्तो गर्नु हुँदैन, यस्तो अलाउ हुँदैन भनेर चाहिँ उनीहरूले सम्झाउने बुझाउने काम त्यही हो। द्याट्स इट होइन। ओ बा यस्तो ल त गाइज यार, ल त गाइज यति छ आजको भिडियोमा चाहिँ। ओ बा कस्तो हात थाक्दो रहेछ होइन। एउटा हाम्रो इन्डियाको सबभन्दा बाहिर सौरभ जोशी भन्ने सब भ्लगर छ, डेली भ्लग बनाउँछ। कसरी भ्लग बनाउँछ होला क्या यार यत्रो। अहिले म यो 2 मिनटको भ्लग बनाउँदा यस्तो हात थकिसक्यो होइन गाइज। अति बिचराहरूले यत्रो भ्लगरहरू कसरी बनाउँदै रहेछ, म त हैरानै पऱ्यो हो। आफ्नो त यो 2 मिनट बनाउँदा हात थकिसक्यो। जन यसरी दिनभरि डेली यसरी गऱ्यो भने चाहिँ उनीहरूको चाहिँ हात थक्दैन होइन। ल त गाइस, यो भिडियो चाहिँ फेसबुकमा हेर्दै हुनुहुन्छ भने तपाईँ फलो गरिदिनुहोस् होइन। यदि यो भिडियो चाहिँ युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् र मनमा लागेको कुराहरू चाहिँ कमेन्ट सेक्सनमा भन्न चाहिँ नबिर्सनु होला। ल त यति छ, हस् त, धन्यवाद, बाई बाई।